काका भात बाँड्ने भात त दुई खालको रातो र सेतो रहेछ है त्यो खतरा भइरहेको छ उरुम त भयो त गाँठे डल्लै छ त अझै छ 4 पोका 3 पोका भात कतै छ है एक पोका चाहिँ अहिले हाल्दा पनि हुन्छ तर हाल्नु एकैचोटि हाल्नुपर्छ ल त्यो मासु मिचाउ त ल भोलि हाल्नु भोलि कसले खान्छ र सब यहाँ आर्मी कटिङ मात्र छ यहाँनिर ब्रुसली हाम्रो काका म जीवन अनि हाम्रो आस्याङ चाहिँ बाहिर छ है मुस्कानका एकदम साप्रा चारजनालाई चाडा कुखुरा सिङ्गै छ हाम्रो जीवन दिल्ली काका आस्याङ अनि आएर यता म हाम्रो यता आस्याङ भएर चाहिँ पुरा पेप्सीमा एकदम यस्तो बाँड्नेमा चाहिँ एकदम छरी त मान्छे एकदम छिटो हुन्छ क्या होइन मुस्कान खतरा छ क्या यो मुस्कानले नि 1000 करस गरिसक्यो यार मुस्कान अनि हाम्रो काकाको यस्तो यो के अरे अम्ला एकदम खतरा छ नि खतरा छ नि ओ काका हाई गरिदिनु न म यहाँ बिजी छु भाइ के को हाई न काका चाहिँ यस्तो हो हाम्रो एकदम बुढो पाएको इमान्दार छ होइन हामी जस्तो ओरन थले केटाहरूसँग अलिक लाग्दैन क्या इमान्दार छ होइन अब यस्तो केटाहरूसँग भन्छन् इमान्दार कुनै बेला यसो कराउँछ पिट्नु चाहिँ पिट्दैन डराउँछ काका ल त ल यता हेर जीवन खतरा छ ए अनि यो खाइसकिन्छ त काका आज काका आसिङ भाइ आज खाइसकिन्छ ल आज खाइ चाहिँ सक्नुपर्छ यो चाहिँ के हो हाम्रो त अनि आज त के हो साथीहरू खाने भन्दा एकदम फोटो मात्र गरिरहेछ त अनि आज के हो आज हाम्रो काका चाहिँ पहिले बाको भन्थ्यो अहिले एकदम स्याल भन्छ बाख्रा जति भइसक्यो ल घाँस त हाम्रो काकाले देख्नु ल बढी फोड खत्रै छ नि हो ल ल काका ए कत्रो बिला यस्तो रे ओहो कस्तो छ यो ल फेरि एकचोटि हान त ओहो ल हाम्रो आसिङ भाइ ल फिला ल ओहो ल अब हाम्रो काकालाई भन्नु मिल्दैन ल के भन्छन् अरे यस्तो छ होइन खाए ल भने चाहिँ